हामी हिजो यस्तो अँध्यारोको झिलिमिलीमा कहाँ गएर फोटो भिडियो खिच्यौँ त? हेलो गाइज, वेलकम ब्याक टु माई मिनी ब्लग। हिजो चाहिँ हामी खासुगाई माचुरीको हानाबी हेर्न गएका थियौँ। जान त हामी गाडी लिएर गएका थियौँ, तर के गर्नु, गाडी पार्किङ गर्ने ठाउँमै माचुरी रहेछ। त्यसैले हामी गाडीलाई अरू नै ठाउँमा पार्क गरेर लुखुर 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 हिँड्दै जानु पर्यो। हिँड्दै भए पनि माचुरी भएको ठाउँमा पुगेको त त्यहाँ त एकदमै रमाइलो माहौल चलिरहेको रहेछ, नेपालको जात्रा जस्तै। त्यसपछि हामी पनि के को काम, हामीले पनि अब फोटो भिडियो खिच्नतिर लाग्यौँ, त्यो पनि कुनै लाज नमानी। लाज मान्नु चाहिँ किन? यस्तो भिडभाडमा आएर लाज मान्ने त कुरै भएन। अनि हेर्नु न साथीहरू, यो जापानिजहरू के भएको? त्यहाँ पसलहरूमा फ्रीमै खानेकुरा बाँडिरहेको झैँ भिडभाड लागिरहेको छ। महँगोमा त्यति नै महँगो छ। एउटा खानेकुरा किन्नलाई 100-200 जनाको लाइन लागेर बसिरहेको छ। जापानिजहरूको पारा देख्दा त अब हामीलाई पनि खान मन त लागिहाल्छ। अब जे होला होला, हामीले पनि खानेकुरा किन्नलाई लाइन बस्न थाल्यौँ है। लाइन बसेरै भए पनि हामीले पनि बल्ल तल्ल खानेकुरा किनेर खायौँ। खानेकुरा पनि खाइसकेको मात्र थियो, त्यति नै खेरि अब सुरु भयो पटका पड्काउने काम, यानि कि हानाबी। यस्तो पटक्का त हाम्रो नेपालमा नि पड्काउँछ जा अब भन्नु होला। तर के गर्नु साथीहरू, हानाबी भनेको चाहिँ जापानमा चाहिँ एकदमै ठुलो चाड या जात्रा मान्ने रहेछ है साथीहरू। ल है साथीहरू, आजको मेरो मिनी भ्लग यति नै। अब फेरि अरू पनि मिनी भ्लग आउने नै छ, साथ सपोर्ट गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।